यो चाहिँ मेन्टेनेन्स 20 रुपियाँ तपाईँको टिकट काउन्टर फर मेन्टेनेन्स ज्यारङ नेचुरल भ्यू पोइन्ट ल पैसा लो टिकट लो हुन्छ गाडी चाहिँ यहीँसम्म आउँदो रहेछ अब लाग्यो हामी तल है ज्यारङ नेचुरल भ्यू पोइन्ट तल अब ट्रेकिङ एरिया पनि रहेछ हेरौँ के कस्तो छ हेर्ने ठाउँहरू त सर्टकट हिँड्नुपर्छ यसरी अब यो त खाएर छ त निचे त मुनि त ब्युटिफुल साथी 20 रुपियाँमा त अन्त यतिको त ल यहाँ फोटो खिच्दिनु फोटो वाउ ब्युटिफुल इन्जोय दामी लोकेसन एकदम मजाको यो त कहाँ ओह्रालो फेरि हो यो मोबाइल झरेर बर्बाद छ भेट्दैन नि त्यहाँदेखि दामी यो गर्छु भन्दै जीवन आओ दामी दौलेर आऊ चाहिँ डरलाग्दो छ हो क्या ब्युटिफुल जग्गा हो साथीहरू यहाँ मुनि चाहिँ तनाव छ नि जग्गा त आमामा तनाव रहेछ साथीहरू पवाल साथीहरू आउनुहोस् है तपाईँ दार्जिलिङ आयो भने चाहिँ यहाँ आउनुहोस् सँग जानु पर्यो कस्तो हिँड्ने ठाउँ रहेछ नि चाहिँ यहाँबाट जाऊ मुनि जाऊ होइन सिँढी छ बाबा लुक वेयर आर यु गोइङ यता आई टेक फोटो यस गो बुढी कहाँ जानु भएको ल म नि आउँदैछु यहाँ त्यसरी पहाडबाट तपाईँहरू मुनि जानु सक्नुहुन्छ यसरी हो यसको मजा चाहिँ यही रहेछ नि त मेन त होइन बुढी भन त मेन त यही ओडारै रहेछ नि त यु क्यान गो एन्ड लभ द भ्यू यस्तो बाटो रहेछ नि हो अलिकति यस्तो अप्ठ्यारो रहेछ ल सुने ल खाए यही रहेछ मेन चाहिँ यहाँ बुद्धजीको बुद्ध पोइन्ट मैले कि भाइलाई सोधेको नि सुसाइड पोइन्ट पो रहेछ यो त रुखको टुप्पा भन्दा माथि हामी नि त या कस्तो ओके हामी आउँदै बाटाको यो बाटो ओह्रालो हो यो घरकै बाटो भएर आएको यहीँ यो बाटो भएर आएको अब यहाँ त फेरि है
यो चाहिँ हो जेरेक्स सनराइज नेचुरल भ्यू पोइन्ट दामी आउनु सक्नुहुन्छ तपाईँहरू पनि यहाँ घुम्नको लागि तपाईँहरू कहाँ आउनु भएको छ अहिले यहाँनिर चाहिँ यस्तो छ पावताक्साङमा यस्तो भिरालो पनि त डरलाग्दै भिरालो छ नि माथिबाट पार्नु ल ए यता जान्छ म तल जान्छ औ यहाँ त्यसो के लगाइदिनु पर्दैन नि त्यसकै रहेछ पार हुन्छ र चल 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 उता वहाँ जानु Wow, lovely place. Yummy. The boss is चलो निकलते हैं वापस और माथि माथि चढ्दै जानुपर्छ फोटो खिच्दै जानुपर्छ बाइ बाइ निस्किँदैछौँ लागेको चलो फिर चलते हैं ऐसा है कुछ देखो ना देखो ना देखो ना साथी देखो ना देखो ना देखो ना हिँड्नु त त्यो फ्ल्याग उडेको दामी देख्दैछ नि त घामले गर्दा के नदेख्दो रहेछ तलको भ्यू हेर्दा ल त्यहाँ बस यिनीहरू गलेर यहाँ रेस्ट गर्दैछन् यसो घुमा यसो हेर यता हेर यता हेर मेरो पनि बनाइदिउँ ल त्यहाँ आए म यता आऊ यता अब माथि आऊ बस ल मजा लाग्यो डोन्ट क्विट योर ड्रिम है द पर्पज अफ यर लाइफ इज टु बी ह्याप्पी सो अलवेज बी ह्याप्पी बुढी दामी फोटो यहाँ चाहिँ घाम रहेन रहेछ नि त हो सो डन हम लोग ने कर लिया है जेरेक्स सनराइज व्यू पॉइंट हम घूम चुके हैं बढ़िया लगा छोटा सा जगह है 10-15 मिनट में आप घूम सकते हैं लेकिन बहुत ही बढ़िया पीसफुल एडवेंचरस जिसको हाइट फोबिया है उनके लिए बढ़िया है सो ऑलवेज बी हैप्पी तो यहाँ का जो थीम है नेवर गिव अप देखिए बी क्रेजी इनफ टू बिलीव यू कैन डू एनीथिंग इन लाइफ यू आर ब्रेव देन यू बिलीव स्ट्रॉन्गर देन यू सीम एंड स्मार्टर देन यू थिंक यस सो वी हैव हामी निस्क्यौँ यहाँबाट अब यो हो तपाईँको जेरोङ नेचुरल भ्यू पोइन्ट गाडी तपाईँको यहीँ समय आइहाल्छ हिँड्नु पर्दैन बेसी हो लागेको अब हामी डाब्लिङ भ्यू पोइन्ट पनि घुम्यौँ जेरेक्स सनराइज नेचुरल सनराइज जेरोङ नेचुरल सनराइज भ्यू पोइन्ट पनि घुम्यौँ अब हामी लागेको यहाँदेखि फेरि आफ्नो घरतर्फ आइबिएल सी अन द वे रेबेकाले यहाँ साग टिप्दैछ भयो रातिलाई साग खानुको लागि
Oh, Katy Beggar. Bye bye, dumpling. So this was today's dumpling, our trip, short trip, unplanned trip. So it's over here now. अब ये यहाँ खत्म हो रहा है. Bye bye दोस्तों, see you in my next vlog. यो चाहिँ हो लोलेगाउँ बुद्ध स्ट्याच्यु. यो चाहिँ यसो टोइलेट जानु पऱ्यो भने तपाईँलाई टोइलेट आयो भने यहाँ टोइलेट गर्नु सक्नुहुन्छ. पेन्जिस टोइलेट. यो चाहिँ हो तपाईँको लोलेगाउँको एकदम मेन चौपती हो. यस्तो छ. आई लभ लोलेगाउँ चाहिँ यहाँ लेखेको छ. तपाईँहरू यहाँ जानु पस्नुको लागि 20 रुपियाँ चाहिन्छ. हामी त अस्ति पसेको सो गएन आज. सो अब घर जाने साथीहरू यहाँ चाहिँ जस्ट बाथरुम जानु लागि मात्रै बसेको थिएँ. चलो चल्दै वापस. ल मेन बाटोबाट तल ह्याङ्गिङ ब्रिज. अब चाहिँ हामी ह्याङ्गिङ ब्रिज गएको हेरौँ. बाटोमै अलि हिँड्नुपर्छ, अलिकति 2 किलोमिटर हिँड्नुपर्छ अरे हो. 2 किलोमिटर बिच भनेको. सो अहिले चाहिँ हामी चाहिँ ह्याङ्गिङ ब्रिज जाँदैछौँ. यसो घुम्दै यहाँ पनि जबरजस्ती लिएर आएको है दादाले मलाई. सुतिरहेको थिएँ म. हो घुम्नु आएको होइन नि त, सुत्नु थोरै आएको. जबरजस्ती लिएर आउँछ जहाँ पाएँ त्यही मलाई. ल हामी डाब्लिङ भ्यू पोइन्ट गयो होइन. त्यहाँदेखि जेरङ गयो भ्यू पोइन्ट. त्यहाँदेखि अब अहिले ह्याङ्गिङ ब्रिज जाँदैछ. हात्ती त निस्किँदैन होला, हात्ती बाघ भालुहरू त. हामीसँग घुम्नु जाउँ भन्छ कि साथीहरू, गाडीमा सुतिरहनु खोज्छ. त्यो घुम्नु गएको हो क्या भन्दा होइन. यही त हो, अलिक तल छ नि त, हिँड्नु पऱ्यो नि अलिकति. देख्न बाटो यहीँ ह्याङ्गिङ ब्रिज त आयो, तर एबन्डन ह्याङ्गिङ ब्रिज रहेछ यहाँ फेरि हो. ल यहाँ ट्रायलको लागि गएको छ भाइ. एकजना जङ्गलबाट ऊ आउँदैछ, निस्किँदैछ. कुनै किरा निस्केको. कहाँ गएको थियो जङ्गलमा चाहिँ? बिचमा ह्याङ्गिङ ब्रिज, आधा उधा ह्याङ्गिङ ब्रिज. ह्याङ्गिङ ब्रिजमा रिस्की त रिस्की नै छ हो साथीहरू. जान्छ होला माथिसम्म. करम कुरम भाँची चाहिँ गयो साथीहरू. सो हामी यो एबन्डेन्ट बिग्रेको ह्याङ्गिङ ब्रिजमा आएको छौँ. डरसरी रहेछ, यहाँ भाँचेको रहेछ हो, नगए नि हुन्छ. यो चाहिँ अलिक डरसरी रहेछ, जानु हुँदैन. जाओ क्या. अभी हम हैंगिंग ब्रिज में घूम रहे हैं. ये एबंडेंट है, रिस्की है. हम अपने रिस्क पर ही चढ़े हैं. अगर यहाँ से हम गिर जाएंगे टूट के तो हम सरकार को कोई दोष नहीं देंगे. पूरा है ना, नहीं जाएंगे लेकिन इट्स वेरी रिस्की. इट्स वेरी रिस्की ब्रिज, हैंगिंग ब्रिज जो एबंडेंट है. मैं आपको रिकमेंड नहीं करूँगा यहाँ आने से आप चढ़िए, अपना रिस्क पे चढ़िएगा. तो ऐसा कुछ है, जा सकते हैं. ये है आपका नीचे जाने का रास्ता है क्या? सो साथीहरू अहिले म छु एबन्डन ह्याङ्गिङ ब्रिज अफ कालिम्पोङ लोलेगाउँको एकदम काफर गाउँको छेउमा छ. लोलेगाउँ भ्यू पोइन्टको ठिक 500 मिटर अगाडि एबन्डेन्ट छ हो. ओ यता बुढी र बहिनी तल छ, आउँदैछन् हो. यसरी बिचमा डराइ हिँड्दैछ. बाटो खोज्दै हो. हेलो, एकैलाई त मजाले थाम्छ नि. त्यस्तो यो पनि छैन हौ, अलिअलि रिपेयरिङ गर्यो भने त राम्रै रहेछ, हिँड्नु सक्ने रहेछ. यता मुग्ली फिल हुँदैछ आफूलाई. यो फ्रीमा चढ्नु पाएको कहाँबाट? दोरी छ, रड हो रड. ल मुनि जाने हो साथीहरू. बाटोहरू बनिँदै रहेछ हो. नयाँ बाटोको साइड हिँड. यिनीहरू चाहिँ यहाँ छ, दुईजना चाहिँ लामो हिँड्दै आयो. मजाको रहेछ. साइड हिँड्दै हो, अब भित्र नै होइन. बेस्ट. आगे कोलकाता का टूरिस्ट है, तो उनसे हमारे बहन बात करते हुए जा रहे हैं. बोला ना हिंदी मजाले बोल्थ्यो. हिंदी बोलेको दामी सुन्छ नि, मिठो सुन्छ नि त. यस
पारि त तपाईँले बक्कु हिँडाएर त अन्त यहीँ अगाडि त हो यो अगाडि हो लोले गाउँ यिनै साथीहरू अब चाहिँ हामी फर्केको अहिले चाहिँ बेलुकाको 4:30 भइसकेको छ र we have to move right side भने अरे जिन्दगीमा गरी खानु सकेन फोटो खिच्दै बस्ने बस्ने हो यो चाहिँ हो परेङटार जस्ट पार भएर लोकेसन हो देखो न अहिले परेङटारमा उभिरहेको छौँ गाडीलाई पनि रेस्ट दिएको छौँ अनि हामी पनि यसरी बस्छौँ मन परेको लोकेसन हो यो क्या जहिले पनि आउँदाखेरि यसो हेर्थेँ एकदम यहाँनिर चाहिँ मजाको यस्तो गरेर खिच्दियो खिच्यो त यहाँ माथि क्रुज देख्थ्यो तर अहिले देखेको छैन अलिअलि देख्दैछ अहिले लाइट पऱ्यो नि त यो टिकामा आउने मान्छे चाहिँ हाम्रो सिधै जुका हो अहिले चाहिँ हामी खानु बसेका छौँ यो चाहिँ हो तपाईँको लामा ढाबा ओद्लाबारीको फेमस यता हाइवे छ हो खाना खाएर अब घरमा गएर कहाँ खानु अब यहीँ खाने हो रोटी दौडा खान सक्छ बढी चिकन अर्डर गऱ्यो तिम्रो चाहिँ के हो पत्ला माछा खाने यो मान्छे ल कत्ला चाहिँ चिकन माछा अझै आउनु बाँकी छ खाना खाइयो खाना ठिकै थियो तातो थियो मिठो हुन्छ अब भोक लागेको थिएन त्यस्तो साह्रो घर गएर अब फेरि कहाँ अब पकाइराख्नु हो ढिलो हुन्छ अब म त थाकेको छुइनँ तर पकाउनेहरू त थाकेको छ होस् बाहिर खाऊँ भनेर एउटा तो अभी हम क्रॉस कर रहे हैं ओद्लाबाड़ी टाइम हो रहा है 6:30 हम डिनर कर चुके हैं तो अभी तो घर में जाकर केवल सोना है आराम करना है फोटो देखना है वीडियो एडिटिंग करना है सो साथी हम लोग अभी पार हो रहे हैं माल बाजार फाइनली साथी हामीहरू आइपुग्यो घर हेलो कता हिँडिरहेको मान्छे हिँडिरहेको थिएन सो हामी फाइनली घर आइपुग्यौँ अहिले दिनभरि मकर सङ्क्रान्तिको छुट्टी थियो बुढीको सो हामी परेङटार डाब्लिङ भ्यू पोइन्ट ह्याङ्गिङ ब्रिज सबै घुमेर मजा गरेर थाकेर घर आइपुग्यौँ फेरि भेटेछौँ साथीहरू सबैलाई जय मेसी गुड नाइट नमस्कार बिहान हो भने गुड मर्निङ बेलुका भने गुड इभिनिङ फेरि भेट्नेछौँ बाई बाई